काठमाडौँ कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको कविता कृति चोटहरूको उत्सव लोकार्पित भएको छ। राजधानीमा शुक्रबार आयोजित एक समारोह बीच उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मान्डी, गायिका आनी छैनडुल्मा लगायतले लोकार्पण गरे। सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने, चोटहरूले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ। चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ। आहे चुहुन पनि हाँसो भन्दा महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। दुनियाँमा कवि लेखकहरूले चोट पाएर नै सृजना गरेका हुन्। कवि बेलवासेका कविता त्यस्तै छन्। चर्चित गायिका आनीले महको स्वाद चाखेको तर महको बयान गर्न नजानेको जस्तो लाग्छ। बेलवासेले देखेका, भोगेका अनुभवहरू सँगालेर सुन्दर कविता कोर्न सफल भएका छन्। कविता सुन्दा आनन्द आउँछ। उनले कृतिको लागि बेलवासेलाई बधाई दिइन्। कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शङ्कर तिवारीले प्रेममाथिको मेडिएसन मात्र नभएर मेडिटेसन पनि हो भन्दै उनले अगाडि भने, अझै बेलवासेका कविता इन्टरभेसन पनि हो। कविता बौद्धिकताले भरिएका छन्। प्रेम दर्शन र भोगाइहरू कवितामा बलशाली बनेर आएका छन्। स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने, पैसा कमाउन नसकेक्ने साथी र आफन्त कमाएको छु। बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु। उनले अगाडि भने आफ्नो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरूको रूपलाई कविताको रूप दिने प्रयास मात्र गरेको हुँ। यसअघि सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमन सिलवालले कवि बेलवासेलाई सम्मानपत्र सहित सम्मान गरेका थिए। कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए। कार्यक्रममा लोकार्पित कृतिका कविताहरू कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास, शोभा अधिकारीले वाचन गरे। प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए। कृतिको प्रकाशन सुनकोशी वाङ्मय प्रतिष्ठानले गरेको हो।